नमस्कार, शुभ बिहानी सबैमा नमस्कार। के छ खबर? अनि हजुरहरू सञ्चारमै हुनुहुन्छ? ठिकै छ। मेरो पनि आजको ब्लगमा आएको छु म। र पूजाले चाहिँ बिहानीको चाउलो बनाउँदैछिन् खाजा। यसै गरी म चाहिँ सरसफाइतिर लागिसकेको छु। आज शनिबारको दिन मम्मी बजार जानुभएको छ। आज चाहिँ हाम्रो आरनलाई चिटिक्क बनाउनु छ सरसफाइ गरेर। शनिबार एक दिन खाली हुन्छ, त्यो बिचमा चाहिँ हाम्रो हप्ताको एक दिन यसलाई लिपेर चडक्क बनाउँछौँ राम्रोसँगले। यता बाँकी कुखुरा खोर पनि बन्दैछ, यो पनि रेडी हुँदैछ। यो चाहिँ अन्डा पार्ने, यसमा चाहिँ कुखुराहरूले अहिले पुरानो भएकोमा 4वटा छ, बाँकी यसमा अरू बन्ने नै छ। अनि हजुरहरू भन्नुहोस् के कस्तो छ, हजुरहरूलाई के कस्तो लाग्छ मैले बनाएको भिडियो। हजुरहरूलाई राम्रोसँगले कमेन्ट गर्नुहोला र भनिदिनु होला। र पूजाले चाहिँ यता लिप्नु सुरु गरिसकेको छ हाम्रो आरनलाई। सुरु गरिसकेको छ पूजाले चिडिक्क बनाउनलाई। उहाँ एकदम व्यस्त हुनुहुन्छ लिप्नलाई। उहाँलाई फेरि लिप्न भनेपछि एकदम जाँगर चल्छ, मनपर्छ एकदमसँगले, राम्रो लाग्छ। यसरी नै हामी हाम्रो दिनहरू कटाउनेछौँ। रमाइलो भिडियोहरू बनाउने कोसिस गर्दैछु। यसरी लिप्दैछिन् मिस पूजाले। यता चाहिँ लिपिसकेको छ, रातो माटो लगाइसकेको छ। अब उता गोबर माटोले पनि पोत्दैछन्। अब बाँकी अरू भइसक्यो, अब यति छ बाँकी। उहाँ एकदम व्यस्त हुनुहुन्छ। र पूजाले लिपिसकेर यता खाना पनि बनाउँदैछ, पाक्नु लागिसक्यो। बाहिर चाहिँ यस्तो छ मौसम, एकदम उज्यालो रङ्गिन। अहिले त सब्जी पनि केलाउँदैछ। सब्जी इस्कुसको फर्सीको मुन्टा हो। यो चाहिँ एकदम मिठो लाग्छ मलाई चाहिँ। मलाई चाहिँ मासुभन्दा पनि एकदम भेजिटेबलमा चाहिँ एकदम इन्ट्रेस्ट लाग्छ। यता फेरि हाम्रो छुट्टै संसार छ उहाँको। उहाँलाई बच्चालाई खुवाउनुको लागि एकदम सङ्घर्ष गरेर लाँदै हुनुहुन्छ। उड्नलाई खोजेको, केही गर्दा सक्नु भएन र यसरी जाँदै हुनुहुन्छ उहाँको घर। यस्तै भिडियोहरू बनाउने नै छौँ। हजुरहरूको सामु उपस्थिति भइरहनेछु म। धन्यवाद।